दर्शकबिन, जनकपुरधाममा आज सप्तव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको 5औं दिन जानकीको मटकोर विधि सम्पन्न हुँदैछ। मङ्सिर 4 गतेदेखि सुरु भएको महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ र चौथो दिन तिलक उत्सव सम्पन्न भइसकेका छन्। आजको दिन विशेष रूपमा मटकोर विधिमा सारा ध्यान केन्द्रित छ, जसमा सीताको प्रतीकात्मक डोला लिएर शोभायात्रा सहित गंगासागरमा जानकीको मटकोर गरिन्छ। जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवका अनुसार मटकोरमा बालिका सीताको प्रतिनिधित्व गर्दै धार्मिक परम्परा अनुसार विधि सम्पन्न गरिन्छ। बाजागाजा सहितको शोभायात्रामा उपस्थित भक्तजनहरूले गीत गाउँदै र हर्षोल्लासका साथ वातावरणलाई भक्तिमय बनाउँछन्। यस अवसरमा स्थानीय र देशका विभिन्न भागबाट आएका श्रद्धालुहरूको उत्साहपूर्ण उपस्थिति देखिन्छ। मटकोर विधि सम्पन्न भएपछि भोलि मंगलबार भगवान राम र जानकीको डोला फेर गरी स्वयम्वर र विवाहको मुख्य कार्यक्रम हुनेछ। विवाह पञ्चमी महोत्सवको अन्तिम दिन बुधबार रामकलेवा गरी साधु सन्तहरूको विदाईसँगै महोत्सव विधिवत रूपमा सम्पन्न हुनेछ। स्थानीय व्यवस्थापनका चुनौतीका बावजुद श्रद्धालुहरूको सहजता, सुरक्षा र विधिपूर्वक कार्यक्रममा सहभागिताका लागि विभिन्न स्थानीय सङ्घ संस्थाले स्वास्थ्य शिविर, नास्ता प्रबन्ध तथा आपतकालीन व्यवस्थामा सहयोग पुर्याएका छन्। तर शौचालय र विश्राम सुविधाको कमीले केही असुविधा उत्पन्न भएको जनाएको छ। आजको मटकोर विधि सप्तव्यापी विवाह पञ्चमी महोत्सवको धार्मिक परम्परा, आयोजक पक्षको जानकारी, स्थानीय सहभागिता र उपस्थिति श्रद्धालुको उत्साहमाथि केन्द्रित मुख्य कार्यक्रमको रूपमा रहेको छ। यो रिपोर्ट धार्मिक परम्परा, आयोजक पक्षको जानकारी, स्थानीय सहभागिता र उपलब्ध तथ्य विवरणका आधारमा तयार गरिएको हो।